हेलो गाइज, सबैजनाले स्वागत छ मेरो भिडियोमा। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु गाइजहरू। आज चाहिँ म धेरै समयपछि भिडियो बनाउँदैछु गाइज। राम्रो भए पनि नराम्रो भए पनि हेरिदिनु होला। यदि नराम्रो भएमा सल्लाह सुझाव दिनु होला गाइजहरू। अनि आज चाहिँ हामी यहाँ मकै खाँदैछौँ गाइजहरू। मलाई चाहिँ अलिअलि लाज लाग्छ कि गाइज। अनि आजको मौसम चाहिँ यस्तो छ गाइजहरू, पानी पर्ने जस्तो गरिरहेको छ। मेरो ससुराल चाहिँ यहाँ खन्दै हुनुहुन्छ गाइजहरू। अनि यहाँ मेरो दाइ हुनुहुन्छ कान्छी। म चाहिँ यस्तै बसेछु गाइजहरू। मेरो कामदारहरूले चाहिँ यसरी काम गरिरहेछन्। अयो ल जङ्क्यु त के थाहा हो। त्यो मकै गर्न पाइन्न है। ए यहाँ मकै छाप्ने छ नि बाबा। छाड्नु भएको छैन के? भरुस् नि यो भएन है। यो मेलामा खुट्टा पसारेर भन्ने। फाइनली गाइस हामी मकै खानेर थाकिसक्यौँ। हामी चाहिँ यहाँ घरदेखि चटपटे बनाएर ल्याथ्यौँ। चटपटे खाँदैछौँ गाइज। एउटा उता सुत्नु भएको, दाइ माथि बस्नु भएको छ। हामी चाहिँ सुरु गरेको नन्दा भाउजूलाई। सुरु आउनु न, मिठो भइरहेछ। बिहान चाहिँ पानी पर्ला जस्तो गरिरहेको थियो, अहिले चाहिँ घाम आएको छ। गाइछौ हामी चाहिँ यति ठुलो मकै धलायौँ गाइछौ आज बिहानभरि। अनि म चाहिँ अब खाना पकाउन जान लागेको गाइछहरू। यिनीहरूले चाहिँ खन्दैछन् अझै पनि। अनि पुसै चाहिँ उता एक्लै खन्दै हुनुहुन्छ। देखिन्न कि क्या हो। म चाहिँ अब हिँडेको ल गाइछहरू। हेलो गाइज, हामी चाहिँ फाइनली मकै के भन्छन् रे धलाएर पनि सिद्धायौँ। बिहान कतिजनाले 4-5जनाले खनेको, आधी खनेको गाइज। अनि खाना खाएर आएर फेरि 3जनाले दिनभरि खनेर फाइनली सिद्धो गाइज। मेरो फुपू चाहिँ यहाँ हुनुहुन्छ गाइज। मेरो फुपूको काम के हो रे? दिनभरि कुद्ने काम होइन, बारे अलिकति सुत्नु भएको। अनि सुतेर आएर फेरि मकै छाप्नु भएको गाइज। हामीले चाहिँ धलाको 3जनाले, ससुराबा, म, कान्छीले। अनि फाइनली के गाइज के भन्छन् रे, मकै खनेर पनि ठ्याक्क सिद्धायौँ। अनि फेरि पानी नि परिदिरहेको कि गाइज। के हो यो, के हो पारा? के समस्या छ? समस्या छ भने समाधानको बताइदिनु हुँदो रहेछ। समाधान पुरेको क्या समाधान? अघि नै त्यो खाना खाएर फेरि यहाँ आउँदै पानी परेको भएपछि बस्न पाइन्थ्यो नि मम्मी। दुईचोटि खाना खाएर आउनु भएको रे मेरो मम्मीले चाहिँ। जामै अब ल है। जिताउँछ के भयो त्यति जाऊ मम्मी
जाऊ तिमी जाऊ क्या मम्मी र मैले लिन्छौँ हेर्नु त गाई छोरू पानी परेर हैरान छ बर्खा लागिसक्यो गाई छोरू यस्तो छ पारा मेरो कान्छी गइसके अब हामी जाने मेरो फुपू पनि तयारीमा हुनुहुन्छ गाइज म चाहिँ यहाँ छु ओए कोलाल खुवाई ए ल गेछन् ए म त बोक्छु है ल बाई बाई गाई छोरू फेरि अर्को भेट्यो म भेटौँला ल